मानिसहरू कति फरक फरक स्वभावका हुन्छन् है। कोही एकदम शान्त, कोही ऊर्जाले भरिएका। कोही निडर, कोही फेरि सानो कुरामा डराउने। हो नि, यो भिन्नता खै किन हुन्छ होला? आज हामी यही विषयमा कुरा गर्दैछौँ। स्रोत छ कुण्डली, स्वभाव र व्यक्तित्वको रहस्य। यसमा रहेर ज्योतिषीय पक्ष, खास गरी लग्नबारे अलिक गहिरेर कुरा गरौँ न। हुन्छ। यसले हाम्रो आधारभूत स्वभाव कसरी निर्धारण गर्छ त्यो बुझ्ने प्रयास गरौँला। अवश्य। ज्योतिषशास्त्रले के भन्छ भने हामी जन्मदा ठ्याक्कै पूर्वी क्षितिजमा जुन राशि उदाएको हुन्छ नि, हो त्यो नै व्यक्तिको लग्न हो के। यो कुण्डलीको पहिलो घर, पहिलो भाव हो। अनि यसैले व्यक्तिको शारीरिक बनावट कस्तो हुने, उसको बाहिरी व्यक्तित्व, मानसिकता, जीवनलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने कुराको एउटा आधार तय गर्छ। भनेपछि व्यक्तित्वको मूल ढोका जस्तै भयो होइन त? हो, ठ्याक्कै त्यस्तै मान्न सकिन्छ। अर्थात् कुन लग्नमा जन्मियो भन्ने कुराले उसको स्वभावको एउटा प्रारम्भिक चित्र दिन्छ होला, हैन त? एउटा खाका कोर्छ। जस्तो स्रोतमा मेष लग्न एरिस असेन्डेन्ट हुनेहरू सामान्यतया ऊर्जावान र साहसी हुन्छन् भनिएको छ, किनभने यसको स्वामी ग्रह मङ्गल हो रे। हो त। तर के यो यति मात्रै हो त? त्यो एउटा आधारभूत प्रकृति मात्रै भयो। तर कुरा यतिमा मात्रै सकिँदैन, अझै सूक्ष्म कुराहरू छन्। जस्तो कि व्यक्तिको स्वभावमा लग्नले मात्रै होइन, अरू धेरै कुराले प्रभाव पार्छ। जस्तै त्यो लग्नमा कुन ग्रह बसेको छ है, अनि लग्नको स्वामी ग्रह जसलाई लग्नेश भनिन्छ नि। लग्नेश हो, अर्थात् लग्न परेको राशिको मालिक ग्रह त्यो कुण्डलीमा कहाँ बसेको छ, अनि फेरि कुन कुन ग्रहले लग्नलाई हेरिरहेका छन्, जसलाई दृष्टि भनिन्छ। दृष्टि ग्रहको सीधा प्रभाव लग्नमा परेको छ कि छैन भन्ने कुरा हो। ठ्याक्कै। यी सबै कुराले स्वभावलाई निकै फरक पार्न सक्छ। भनेपछि त एउटै लग्नका मान्छे पनि फरक हुन सक्ने भए। जस्तो अघि भनेको मेष लग्नकै व्यक्ति, के ग्रहको प्रभावले उसको स्वभावमा फरक पर्न सक्छ त? जस्तो स्रोतमा भने जस्तै कोही बाठो, कोही अल्छी, यस्तो पनि हुन्छ र? बिल्कुल हुन्छ। स्रोतले नै यसलाई विस्तृत रूपमा बताएको छ। जस्तै त्यही मेष लग्नमा मानौ शनिश्चर जस्तो ग्रहको प्रभाव अलि बढी भयो भने त्यो व्यक्तिमा मङ्गलको जस्तो ऊर्जा र साहस मात्र नभई स्वभावमा केही गम्भीरता वा अलिकति ढिला सुस्ती पनि देखिन सक्छ। हो र? हो नि। यसरी नै अरू ग्रहको स्थितिले कोही अत्यन्तै चलाक बाठो हुन सक्छ, कोही अलि अल्छी, कोही असाध्यै निडर नडराउने, वा कोही सजिलै डराउने पनि हुन सक्छन्। स्रोतमा 12वटा लग्न मेष, वृष, मिथुन आदि र त्यसमा पर्ने यस्तै ग्रहहरूको सूक्ष्म प्रभावबारे व्याख्या छ। बापरे, कति विस्तृत! यो त निकै चाखलाग्दो कुरा भयो त। हो त। आफ्नो प्रकृति बुझ्न लग्न मात्र होइन, यी अन्य ग्रह स्थितिहरू पनि केलाउनु पर्ने रहेछ। यसले त आफूलाई वा अरूलाई बुझ्न बिल्कुलै नयाँ दृष्टिकोण दिने भयो। दिन्छ। तर यस्तो विस्तृत जानकारी पाउन त पहिला त ज्योतिष कहाँ नै धाउनुपर्छ होला जस्तो लाग्थ्यो नि। हो नि, धेरैलाई त्यस्तै लाग्छ। तर अहिले प्रविधिले कति सजिलो बनाएको छ। जस्तो मेरो नेपाल जस्ता नेपाली एपहरू छन् नि। त्यो एप सुनेको छु। त्यसैबाट हेर्न मिल्छ र यस्तो कुरा? मजाले मिल्छ। आफ्नो जन्ममिति, समय र ठाउँ राख्ने बित्तिकै तुरन्तै आफ्नो लग्न के हो, कुन ग्रह कहाँ छ, लग्नेश कहाँ छ, सबै विस्तृत जानकारी सर्र हेर्न सकिन्छ। हो र? कस्तो गजब! घरमै बसेर आफ्नो कुण्डलीका यस्ता गहन पक्षहरू थाहा पाउन सकिने भएपछि त यो त ज्योतिषले दिन सक्ने आत्मज्ञानको पहुँच कति सहज भएको हो त। आफ्नो बारेमा गहिरिएर बुझ्न चाहनेका लागि त साँच्चै उपयोगी छ यो। त्यसो भए सारमा भन्नुपर्दा हाम्रो स्वभाव र व्यक्तित्व जन्म समयको ग्रह स्थितिबाट प्रभावित हुन्छ, हैन त? हो, जसको नक्सा चाहिँ कुण्डलीको लग्न र अन्य ग्रहले दिन्छन्। तर एउटा कुरा के बुझ्नुपर्छ भने यो बुझ्नुको अर्थ हामी ग्रहको नियन्त्रणमा छौं, कठपुतली हौं भन्ने चाहिँ होइन है। त्यो पनि हो। ज्योतिषको मूल उद्देश्य नै आफ्नो शक्ति र कमजोरी चिन्नु हो। स्रोतले पनि यही कुरामा जोड दिएको छ। यदि कुनै ग्रह स्थितिका कारण आफूमा मानौ अल्छीपन वा डर जस्ता स्वभाव छन् भन्ने थाहा पाएपछि
त्यसलाई त सचेत प्रयास र उपयुक्त उपायहरूद्वारा सुधार गर्न सकिन्छ नि। यो त आत्मविकासको यात्रा हो। हो, यो महत्त्वपूर्ण कुरा हो। आफ्नो सबल र दुर्बल पक्ष थाहा पाएपछि त आफूलाई सुधार्ने बाटो खुल्छ। बिल्कुल। यसरी ज्योतिषीय ज्ञानलाई आत्मसुधारको लागि प्रयोग गर्न सकिने रहेछ। फेरि मेरो नेपाल जस्तो एपबाट सजिलै जानकारी पाएपछि त यो खोज झनै सहज भयो। निश्चय नै। अब एउटा प्रश्न मनमा आउँछ होइन? भन्नुहोस् न। आफ्नो स्वभाव के हो भनेर थाहा पाउनु त एक कुरा भयो, तर ज्योतिषले सुझाए जस्तो त्यसको किन, मतलब कुन ग्रह योगले गर्दा यस्तो भएको हो भन्ने बुझ्दा, कारण नै बुझ्दा, हो त्यो कारण नै बुझ्दा त्यसले हाम्रो व्यक्तिगत विकास यात्रा र अरूसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा चाहिँ कस्तो र कति गहिरो प्रभाव पार्न सक्ला। यो त साँच्चै विचार गर्न लायक प्रश्न हो। आफ्नो स्वभावको कारण बुझ्दा त त्यसलाई सम्बोधन गर्न अझ सजिलो होला नि। हो त, यो सोच्न लायक कुरा हो।